सम्पूर्णमा नमस्कार। तपाईँ आरबी प्रोडक्सन नेपाल हेर्दै हुनुहुन्छ। यदि आरबी प्रोडक्सन नेपाललाई तपाईँले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर तपाईँहरू जोडिन सक्नुहुनेछ। यो देखिराख्नु भएको दृश्य यो चाहिँ डोटी जिल्लाको हो र डोटी जिल्लाको एउटा विकट ठाउँमा एउटा सरकारी स्कुल छ। त्यस स्कुलमा चाहिँ दिदीले सहयोग गर्दै आउनु भएको छ। हामीले यो भिडियोमा देखिरहेका छौँ। एक-एक रुपियाँ उठाएर आशिका फाउन्डेसनबाट चाहिँ आशिका दिदीले सहयोग गर्दै आउनु भएको छ। जो चाहिँ जाडो महिना सुरु भएको छ। जाडो महिनामा चाहिँ विकट ठाउँमा सहर बजारमा लुगा किन्न जान पनि अलिकति टाढा पर्छ र विकट ठाउँमा अलिकति आर्थिक स्थिति पनि अलिकति नाजुक हुन्छ परिवारको। त्यो भएर चाहिँ दिदीले चाहिँ अलिकति पैसा सङ्कलन गरेर चाहिँ बालबालिकाहरूको लागि चाहिँ दिदीले विशेष भूमिका खेलिराख्नु भएको छ। दिदीको लागि हामी सबैले भिडियोलाई सेयर गरौँ र हामी सबैले एक-एक सेयर गऱ्यौँ भने धेरैजनाबाट भिडियो पुग्छ र दिदीको फाउन्डेसनमा जोडिन पाउनुहुनेछ भन्दै तपाईँहरू माझमा मैले भिडियो प्रस्तुत गरिरहेको छु। एउटा हामी नेपाली बीचको एउटा भाइचारालाई प्रस्तुत गर्न खोजिएको छ। किनभने एक-एक रुपियाँ सङ्कलन गरेर हामी सबैले दिदीलाई सहयोग गरिरहेका छौँ। हामीले त कहिलेकाहीँ फोकटिया खर्च गरिरहेका हुन्छौँ पैसा 500, 1000 तर त्यसबाट हामी कटाएर चाहिँ अलिकति पैसा दिदीको फाउन्डेसनमा सहयोग गरियो भने केही राम्रो कामको लागि पनि हामीले सहयोग गर्यौँ है भन्ने भित्री एउटा आत्मा र एउटा आत्मबल पनि बढ्ने हुने गर्छ र हामी सामाजिक क्षेत्रतिर पनि हामी अगाडि बढ्न सक्छौँ। एकअर्का बीचमा हामी धेरै भाइचारा गर्छौँ। हामी विश्वको उदाहरणीय देश हाम्रो किनभने एकअर्का बीचमा हामी सपोर्ट धेरै गर्छौँ र एकअर्कालाई पर्दाखेरि हामी ज्यान दिन पनि तयार हुन्छौँ र हामी नेपाली बीचमा हामीमा केही पनि छैन। हामी एकदमै राम्रो काम गरेर समाजमा एउटा उदाहरणीय योगदान पुर्याइरहेका छौँ र दिदीलाई हामीले जति सक्दो सेयर गरौँ। दिदीले एउटा गरिब दुःखी निमुखा परिवारको बालबच्चालाई मात्र होइन, एउटा समाजलाई रूपान्तरण गर्नको लागि विशेष भूमिका खेल्नु भएको छ। जहाँ चाहिँ दिदीले विशेष ठाउँमा पुगेर धेरै ठाउँमा पुगेर चाहिँ दिदीले एउटा समाज बिग्रिरहेको समाजलाई एउटा सकारात्मक बाटोतर्फ अगाडि बढाउनको लागि दिदीले विशेष भूमिका खेल्नु भएको छ। त्यही भएर हामीले दिदीलाई सबैले सपोर्ट गरौँ भन्दै म अहिले बिदा हुन चाहेँ। तपाईँले भिडियो हेरिदिनु भयो तपाईँहरू सम्पूर्णलाई धेरै धन्यवाद भन्दै यो भिडियोलाई सेयर गरेर हाम्रो च्यानललाई सब्स्क्राइब गरेर गर्न भने पक्कै पनि नबिर्सनु होला है त।